आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन सुन्दा नै मन सिरिङ्ग हुन्छ। हाम्रो युवा पुस्ता देशको भविष्य कुलतको अँध्यारो सुरुङमा हराउँदै गएको छ। यो एउटा यस्तो चिन्ता हो जसलाई अब हामीले बेवास्ता गर्न सक्दैनौँ। यो प्रश्न यो केवल एउटा साधारण प्रश्न होइन, यो त एउटा डरलाग्दो वास्तविकता हो, होइन र? जब भोलिका कर्णधार नै गलत बाटोमा छन्, तब देशको भविष्य कसरी सुरक्षित रहला? आज हामी यही गम्भीर विषयको गहिराईमा पुग्ने कोसिस गर्नेछौँ। ल, अब सुरु गरौँ। कुनै पनि रोगको उपचार गर्नु अघि रोग के हो भनेर चिन्नु जरुरी छ। त्यस्तै यो समस्याको जड कहाँ छ त्यो खोतल्नु पर्यो। आखिर यो समस्याले कसलाई र कसरी गाँजिरहेको छ? उमेर हेर्नुहोस् त, 12 देखि 25 वर्ष। यो त सपना देख्ने, भविष्य बनाउने, केही गरेर देखाउने उमेर हो। तर कति दुःखको कुरा, ठिक यही उमेर समूह कुलतको सबैभन्दा ठूलो जोखिममा छ। एउटा सानो गलत कदमले पुरै जिन्दगीको बाटो नै मोडिदिन सक्छ। तर कसरी फस्छन् त? के हुन् ती माध्यमहरू? स्क्रिनमा हेर्नुस् त, गाँजा, ड्रग्स, कोरेक्स, यी नामहरू हामीले कति सुनेका छौँ। तर यी नाम मात्रै होइनन्, यी त हाम्रो युवा पुस्तालाई भित्रभित्रै खोक्रो बनाउने विष हुन्। हामी कुलत भन्छौँ, तर यो शब्दले बोकेको पीडा कति गहिरो छ। यो एउटा यस्तो अँध्यारो बाटो हो जसले व्यक्तिलाई मात्रै होइन, उसको पुरा परिवार अनि पुरै समाजलाई नै निल्छ। यो व्यक्तिगत गल्ती मात्रै होइन, यो त एउटा सामाजिक महामारी जस्तै हो। कुलतको असर थाहा छ कस्तो हुन्छ? ठ्याक्कै शान्त पोखरीमा ढुङ्गा फाल्दा फैलिने तरङ्ग जस्तै। सुरुमा सानो देखिन्छ, तर फैलिँदै जाँदा पुरै पोखरीलाई हल्लाइदिन्छ। यसले व्यक्तिलाई मात्र होइन, परिवार र समाज सबैलाई छुन्छ। सबैभन्दा पहिलो असर त व्यक्ति आफैलाई पर्छ, होइन त? यो भनाइले सबै कुरा भन्छ। आफ्नै भविष्यसँगको खेलवाड, पढाइ, जागिर, स्वास्थ्य, सपना सबै कुरा दाउमा राखेर गरिने यो खेलको अन्त्य विनाशबाहेक केही हुँदैन। अब त्यो व्यक्तिगत पीडा कसरी घरको अनि समाजको पीडा बन्छ त्यसबारे कुरा गरौँ। किनभने यो समस्या कहिले पनि एकजनामा मात्रै सीमित रहँदैन। यो भनाइले मुटु नै छुन्छ। परिवारको भविष्यमाथि प्रहार। सोच्नुस् त, घरको माहौल कस्तो होला? आमा बुवाको मनमा कति पीडा होला? उनीहरूले देखेका सपनाहरू जब आफ्नै आँखा अगाडि टुक्रिन्छन्। यो एउटा व्यक्तिको गल्तीले पुरै परिवारको भविष्यमाथि गरेको हमला हो। अनि त्यो तरङ्ग घरको पर्खाल नागेर समाजसम्म पुग्छ। जब युवा शक्ति नै कमजोर हुन्छ, बरालिन्छ, तब समाजमा के हुन्छ? अपराध बढ्छ, देशको विकास रोकिन्छ। त्यसैले त यो एउटा घरको मात्रै होइन, सिङ्गो देशकै चिन्ताको विषय हो। ल, समस्याको गहिराई त हामीले बुझ्यौँ। अब के त? के हात बाँधेर बस्ने? पक्कै होइन। अबको हाम्रो बहस समाधानतर्फ केन्द्रित हुनुपर्छ। बाटो के हुन सक्छ त? यसको समाधान कुनै जादुको छडिके हुँदैन। यसका लागि हामी सबै मिलेर एउटा ठूलो बहस चलाउनुपर्छ। एउटा यस्तो बहस जसले चेतना जगाओस्, जसले सबैलाई बोल्ने हिम्मत दियोस्। सुधारको बाटोलाई हामी यी 3वटा खुड्किलामा हेर्न सक्छौँ। पहिलो, जनचेतना, मतलब यो कति ठूलो समस्या हो भनेर सबैले बुझ्नु पर्यो। दोस्रो, खुला बहस, घर घरमा, स्कुल कलेजमा, समाजमा यो विषयमा खुलेर कुरा हुनु पर्यो, लुकाउने होइन। अनि तेस्रो, सामुदायिक पहल, मतलब हामी सबै मिलेर केही ठोस काम गर्नु पर्यो। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ। हाम्रो समाजको भविष्य कसले बनाउने? के यो अरू कसैको जिम्मेवारी हो वा हामी सबैको? सायद यही प्रश्नको जवाफ खोज्नु नै समाधानतर्फको पहिलो पाइला हो। एकपटक सोचौँ है त।